जुन जेनजी आन्दोलनको क्रममा र त्यसको उपलब्धिको सम्बन्धमा यहाँ एकजना आइटी विज्ञको हिसाबले हैन यो जुन उपलब्धि र आन्दोलनलाई तपाईले यो सूचना प्रविधिको महत्त्व र त्यसको औचित्य हैन यहाँले कसरी व्याख्या गर्नुहुन्छ? त्यो ठ्याक्कै तपाईले त्यो घटनाभन्दा अगाडि हेर्नुभयो भने चाहिँ अघिल्लो पुस्ताका विशेष गरी यो 46 सालको परिवर्तनको राजनीतिक पुस्ता भनौँ त्यो पुस्ताले चाहिँ नि आफ्ना विरोधी आवाजहरू सामाजिक सञ्जाल मार्फत विशेष गरी युवा पुस्ताहरूले सामाजिक सञ्जाल मार्फत चाहिँ उहाँहरूको विरोधको आवाजहरू विभिन्न माध्यमबाट ल्याइरहनु भएको र त्यसलाई नियन्त्रण गर्नको लागि उहाँहरूले चाहिँ विभिन्न खालका कानुनहरू बनाउने बिल जारीहरू गर्ने कामहरू गरिरहनु भएको थियो सामाजिक सञ्जालमा पनि र त्यो पुस्ताले चाहिँ आफू विरोधीको आवाजलाई दबाउनको लागि पनि यो चाहिँ नि सामाजिक सञ्जाल नियन्त्रणतिर लाग्यो र जेनजी पुस्ताले चाहिँ फेरि त्यही सामाजिक सञ्जालकै प्रयोग गरेर चाहिँ अर्को पुस्तालाई खेदेको घटना हो। त्यसकारण यो दुवैपट्टि तपाईँले हेर्नुहुन्छ भने खेद्ने र खेदाउने दुईटै पुस्तापट्टि चाहिँ सूचना प्रविधि नै यसको मुख्य सेन्टरमा छ भन्ने लाग्छ मलाई।